Dasai is one of the biggest festival of Hindu. Besides that, some of the people celebrate some another festival due to topography, regional and cultural difference. It is also called the festival of reunion of families. वर्षभरि परिवारका सदस्यदेखि टाढा भएकाहरू केही दिनका लागि भए पनि साथमा हुन्छन्, सुख दुःखका बात गर्छन्। यस्तै वर्षमा एकचोटि दशैंमा भेटेका दाजुभाइ मिली हामी हिँड्यौं गोरखा बजारको कुहिरो भिरमा अवस्थित स्टोन पार्क, जसलाई लभ पार्क पनि भनिन्छ। यहाँ बच्चाहरूको लागि खेल्ने खेलौना र शारीरिक कसरत गर्नका लागि उपकरणहरू छन्। र केही ढुङ्गाहरूको माथि फलामको सिडी बनाएर भिड चढ्न सकिन्छ। यहाँबाट बिहानको सूर्योदय साथै गोरखा बजार र आसपासको गाउँहरूको मनोरम दृश्य हेर्न सकिन्छ। यहाँबाट गोरखा बजार अनि गोरखाको आसपासको गाउँहरू मजाले देख्न सकिन्छ। साँझमा यहाँबाट घाम अस्ताउँदै गरेको दृश्य साह्रै मनोरम छ। साँझको समयमा अस्ताउँदै गरेको घाम र दरौदी नदी र दरौदी नदी वरिपरिको हरियाली फाँटहरू। रात्रिको समयमा यहाँबाट गाउँ गाउँमा बत्ती बोलेका दृश्यहरू झन् मनोरम देखिन्छन्। अफसोस, we think life is all about the journey and we help out. तर खासमा जिन्दगी घुम्दै जाँदा सपनीले अन्धकारलाई छुम्दै जान्छ। जिन्दगी एउटा कथा नै त हो। कथालाई राम्रो बनाउने कि धेरै बनाउने कि थोरै बनाउने आफ्नै जिन्दगी हो। So make it everyone. Let's go to the journey of the life that we never thought about. So हिँडौ घुमौ, जिन्दगी एक दिन अस्ताउन नै छ। उदाउ हिँडौ हरेक दिन, जिन्दगी फेरि पाइँदैन नि। त्यसैले सबैजना जाउँ घुमौ, यो जिन्दगीको कथालाई कोरौ, भरिपूर्ण बनाइदेऊ यी जिन्दगीका कथाहरू, अधुरा नछोडौ। जहाँसम्म पाएर लम्काउन सकिन्छ लम्काऊ, पढौ। जिन्दगीको अन्तिम साससम्म पनि पाइलाहरू चाड्दै रहोस्। मृत्युको अन्तिम सास लिँदै गर्दा मस्तिष्कमा सम्झिनको लागि कयौं यादहरू होस्। खाली दिमाग नहोस्। गरेका ती गल्तीहरू होस्, रमाएका ती खुसीका क्षणहरू, साथीभाइसँग गरेका ती रमाइला बातहरू होस्, घुम्न गएका ठाउँहरू होस्। Let's make memories. Let's everyone make memories, and memories is the biggest thing we need in life. मृत्युको अन्तिम क्षणमा सम्झिनलाई यदि यादहरू नै भएन भने जिन्दगी जिएको के मतलब भएर। This is Endgame. Bye bye.